बाइबलले अन्त्यकालबारे के भन्छ? बाइबल भन्छ, अन्त्यकालमा संसार पहिले जस्तै रहने छैन। मानिसहरू स्वार्थी हुनेछन्, धनको प्रेम बढ्नेछ, अभिमानी, परमेश्वरको अवज्ञा गर्ने, प्रेमविहीन र निर्दयी हुनेछन्। धर्मको रूप त हुनेछ, तर त्यसको शक्ति इन्कार गरिनेछ। सत्यलाई छोडेर झुट पछ्याइनेछ। अधर्म बढ्नेछ र धेरैको प्रेम चिसिनेछ। बाइबलले भन्छ, अन्त्यका दिनहरूमा युद्ध, भोकमरी, महामारी र प्राकृतिक विपत्तिहरू बढ्नेछन्। संसार डर र अनिश्चितताले भरिनेछ। झुटा शिक्षा फैलिनेछ। झुटा अगमवक्ताहरू उठ्नेछन् र धेरैजनालाई भ्रममा पार्नेछन्। धेरै विश्वास कमजोर हुनेछ, तर जो प्रभुमा अडिग रहन्छ उही अन्त्यसम्म बचाइनेछ। तर यो मात्र अन्त्यको कथा होइन। बाइबलले आशा पनि दिन्छ, प्रभु फर्कनुहुनेछ, न्याय स्थापित हुनेछ, आँसु पुछिनेछ, नयाँ स्वर्ग र नयाँ पृथ्वी बनाइनेछ, जहाँ दुःख, रोग र मृत्यु हुने छैन। यसैले बाइबल चेतावनी दिन्छ, जागराम रह, विश्वासमा दृढ रह, प्रार्थनामा स्थिर रह, किनकि दिन र घडी कसैले जान्दैन, तर चिन्हहरू हामी वरिपरि देखिँदैछन्। आज प्रश्न यो हो, के हामी तयार छौं? समय अझै छ, अनुग्रहको ढोका खुला छ। आज नै परमेश्वरतर्फ फर्क।